2025 को अन्तिम दिन चाहिँ हामीले अब टक्क लाएर भने यस्तो खानेकुरा हुँदैछ। यो चाहिँ भयो सलाद, मासुको लागि धनियाँ रेडी हुँदैछ र लोकल कुखुरा 3 केजीको कुखुरा रेडी छ। यहाँ धनियाँ, यो धनियाँ चाहिँ लोकल कुखुराको सुप बनाएर आज खाने कुरा हो र सिन्धुपाल्चोकबाट गएर लिएको लोकल कुखुरा। अनि यो चाहिँ भयो सलाद, अलरेडी यहाँ पाक्दैछ। बोइलर अलरेडी दामी पारामा पाकिसकेको छ, कलर पनि मिठो आएको छ। यतिको मिठो त कसले पनि पकाउँदैन होला, मैले नि पकाएको हो। यहाँनिर अब हामी मकै भुट्ने काम हुँदैछ, मकै भुट्ने काम पनि हुँदैछ। अलरेडी यो अलमोस्ट पाकिसक्यो भने हाम्रो लोकल कुखुरा चाहिँ यहाँ रेडी हुँदैछ लगभग। ल केटा हो यस्तो यस्तो छ है। लुब्डा भाइ के छ? अनि कस्तो छ त नयाँ वर्षको पुरानो वर्षको विदाय कस्तो छ?